पनि केही दिन अगाडि यो जनगुनासाहरू आइसकेपछि हामी विदुर नगरपालिका वडा नम्बर 10, 9 र अन्यका केही बेलकोटगढीका केही वडाहरूमा म आफैले आम नागरिकहरूलाई भेट्नको लागि गएँ। त्यहाँ भेट्दाखेरि आफ्ना गुनासाहरू राख्नुभयो। जहाँसम्म मलाई लाग्छ विदुर नगरपालिका 10 भैँसीको आसपासमा चाहिँ त्यहाँ बसोबास गरिरहनुभएका नागरिकहरूको त्यो प्राधिकरणको भनिएको जग्गामा दोहोरो स्वामित्व रहेको चाहिँ त्यहाँ जग्गा रहेको चाहिँ बढिरहेछ। त्यसकारण ती दोहोरो स्वामित्व रहेको जग्गाहरूमा अहिले सरकारले त्यो लगभग नागरिककै बढी अधिकारको जस्तो चाहिँ कुरा देखेको कारणले गर्दा अहिले त्यहाँ कुनै पनि तरिकाले नागरिकलाई आफू बसिरहेको ठाउँबाट विमुख सकभर नगराउने भन्ने एउटा सरकारको योजना र त्यसमा म आफूले पनि पर्दाखेरि यहाँका जिल्ला प्रशासनसँग बसेर उहाँहरूले चाहिँ मलाई एउटा जिम्मेवार पूर्वक पठाउनु भएको प्रतिनिधिको हैसियतले मैले उहाँलाई पनि त्यतिखेरै भनेको थिएँ, तपाईहरूलाई काहीँ न काहीँ हामी व्यवस्था गर्छौँ, नभए पनि यो दोहोरो स्वामित्वको पहिला के हुन्छ भनेर यसलाई कानुनी रूपले हेर्नुपर्छ भनेर जानकारी गराइयो। जहाँसम्म लाग्छ यता चाहिँ फेरि विदुर 7 हुँदै 9 को कुराहरूमा पनि यावत समस्याहरू देखिएको कारणले गर्दाखेरि अनि म प्राधिकरणको चाहिँ जुन हाम्रो प्राधिकरण कार्यालय रहेको छ माथि कोलोनीमा 9 मा त्यहाँ पनि गएर बसेँ र अहिले तत्काल हामीले गर्न खोजेको चाहिँ मेन आम नागरिकहरू जो सुकुम्बासी भनिएको, मलाई त त्यो सुकुम्बासी भन्ने शब्द पनि त्यति भन्न नपाए हुन्छ भन्ने लागिरहेको छ। ती सुकुम्बासी भनिएका आम नागरिकहरूलाई चाहिँ कुनै न कुनै ठाउँमा हामीले व्यवस्था नगरिकन अहिले भइरहेको ठाउँबाट हामीले बाहिर निकाल्नको लागि सक्दैनौँ, निकाल्न हुँदैन, निकालिनु हुँदैन भन्नेमा म पनि विश्वस्त छु र मैले त्यसमा पनि आम साथीहरूलाई विभिन्न तरिकाले चाहिँ मैले हरेक कार्यालयहरूसँग अहिले सँगसँगै नजिक र सामिप्यतामा काम गरिरहेको छु। त्यसकारण तपाईँहरूले अहिले मैले जग्गा पाएँ होइन, प्राधिकरणले कतिपय यो थाहा छैन कि हाम्रा प्राधिकरणका जग्गाहरूमा आम नागरिकहरू कति बस्नु भएको छ भन्नेसम्म प्राधिकरणले पनि सबै लागतहरू छुट्टिसकेको अवस्था छैन। ती विभिन्न प्रमाणका आधारमा छरिपष्ट रूपमा छन्। त्यसलाई एकीकृत गरेर पहिला प्राधिकरणले आफ्नो जग्गाहरू पनि नाप्छ, कति ऐलानी जग्गाहरू होलान्, कति सार्वजनिक जग्गाहरू होलान् र कति चाहिँ भूमि मिचिएर बसेका जग्गाहरू होलान्। ती जग्गाहरू कहाँ कहाँ छ ती जग्गाहरूलाई पहिला सरकारले चाहिँ आफू भित्र लिएर आएर त्यो जग्गाको लागत निकालेर चाहिँ त्यसलाई नाप्छ। त्यसपछि त्यहाँ को बसोबास गरिराख्नु भएको छ, त्यसको अल्टरनेटिभ उपायहरू को हो भनेर उहाँहरूलाई घर बास एउटा जिम्मेवारी बिन नबनाइकन, आफूलाई त्यो विमुख नबनाइकन र उहाँहरूको बाल बच्चाहरूले कहाँ पढिराख्नु भएको छ र उहाँहरूका चाहिँ बुवा बा आमाहरूले कुन ठाउँमा उपचार गरिराख्नु भएको छ त्यहाँसम्म सरकारले सोचेर त्यही बाल बच्चाहरूलाई चाहिँ आज नजिक बसिरहेको बच्चाहरू छन् भने के अरे बसेर पढिरहेका छन् भने उहाँहरूलाई भोलि स्थानान्तरण गर्नुपर्ने यदि अवस्था आइहाल्यो भने पनि उहाँहरूको पढाइसम्म शिक्षासम्म चाहिँ सरकारले ध्यानमा राखेर उहाँहरूलाई चाहिँ विभिन्न खालका चाहिँ कार्यक्रमहरू लिएर आएर चाहिँ अगाडि बढ्ने सरकारको योजना भएको र सरकारको योजना चाहिँ यो होइन कि अहिले यो मेरो सरकारको जग्गा हो, म यो लिइराखौँ र यो नागरिकलाई चाहिँ मैले चाहिँ अब कहाँ जाने हो आफ्नो सुरु गरेर पठाइराखौँ भन्ने होइन। यो राज्य तब छ, यो सरकार तब छ जब नागरिक छ। नागरिक बिनाको राज्य सरकार देशको हामीले कल्पना गर्नै सक्दैनौँ। त्यसकारण ती नागरिकहरू फेरि त्यो देशमा बस्ने नागरिकहरू जब आफूसँग म बसेको ठाउँको प्रमाण हुँदैन, पूर्जा हुँदैन, मेरो घर छैन भन्छन् भने त्यो राज्य पनि त्यो नागरिक मात्रै गरिब हुँदैन, विमुख हुँदैन, त्यो राज्य पनि गरिब हुन्छ। त्यसकारण ती गरिब भनिएका ती सुकुम्बासी नामले चाहिँ उहाँहरूलाई चाहिँ चिनाइराखेको, समाजमा चिनिराखेका ती नागरिकहरूलाई अब यो राज्यमा कोही पनि सुकुम्बासी रहँदैन है। हामी तपाईहरूलाई काहीँ न काहीँबाट पूर्जा दिएर नागरिकता मात्र होइन, तपाईँहरूले बसोबास गर्ने चाहिँ पूर्जा दिएर तपाईँहरूलाई बसोबासको सुरक्षा लिएर ग्यारेन्टी गर्नको लागि सरकारले बृहत योजनाका साथ काम गरिरहेको हुनाले तपाईँहरूमाथि कसैले आफ्नो राजनीतिक रोटी सेक्नलाई गरिएको दुष्प्रभावलाई विश्वास नगर्नुहोला। केही पर्यो भने हामी सबैजना सँगै बसेर अझ यसलाई निराकरणमा जान चाहिँ हामी तयार हुनुपर्छ र तपाईँले भर्खरै जिम्मेवारी दिएर पठाउनु भएको संसदीय भूमिकामा रहेको यहाँको क्षेत्र नम्बर 2 को एउटा चाहिँ सांसदको हैसियतले पनि मेरो फुर्सदको समयमा र इमर्जेन्सी पर्दा कुनै अर्को काम पनि छोडेर म तपाईहरुसँग यहाँ उभिन आउने छु। त्यसकारण धेरै विचलित नहुनु होला। हामी तपाईहरुलाई सबै चीजको ग्यारेन्टी नगरिकन हामी दायाँ बायाँ चाहिँ गर्दैनौ र गर्न दिदैनौ। कोही जग्गा नाप्न आइहाल्नु भएछ भने पनि जग्गाको नाप लागत सबैले आफ्नो चीजहरु सुरक्षित रूपले दस्तावेजीकरण गरेर राख्नुपर्ने सरकारको पनि दायित्व भएको
भएको कारणले गर्दा भोलि त्यो दस्तावेजीकरण गर्दै गर्दा तपाईको चाहिँ कहाँ हो त आफूले तपाईको सन्दुकमा आफ्नो कन्तुरमा आफ्नो ट्याङ्कामा राख्ने त्यो जग्गाको प्रमाणपत्र चाहिँ कहाँ हो त भनेर राज्यले फेरि त्यो खोजेर तपाईहरुलाई पक्का पनि दिनेछ भन्नेमा चाहिँ तपाईहरु ढुक्क विश्वस्त रहन म अनुरोध गर्छु। उहाँहरुको अर्को व्यवस्था प्राधिकरणको जग्गामा बसोबास गर्नुभएको तर आफ्नो चाहिँ यो देशमा कुनै पनि सम्पत्ति नभएको छैन। उहाँहरु साच्चीकै अहिले फेरि पनि मैले भने ती सुकुम्बासी भनिएका आफ्नो देशभरि नै कहीँ पनि कुनै पनि सम्पत्ति छैन भने ती त्यस्ता नाम नागरिकहरूलाई हामीले कुनै न कुनै ठाउँमा अहिले प्राधिकरणको त्यहाँ कुनै प्रोजेक्ट आइरहेको छ भने त्यही अनुसार त्यसलाई स्थानान्तरण गर्नुपर्ने छ भने पनि त्यही अनुसार, यदि छैन भने पनि उहाँहरुको चाहिँ स्थायी बसोबास गरेर पूर्जा सहितको चाहिँ कहाँ लैजाने हो त त्यो सम्बन्धको व्यवस्थाको चाहिँ राज्यले सोचिरहेको र त्यो मात्रै नभएर त्यहाँका बालबच्चाहरूलाई पनि शिक्षा स्वास्थ्यको जस्तो चाहिँ ग्यारेन्टी गरेर कहाँ लैजाने, त्यहाँ बसिराख्नु भएको ज्येष्ठ नागरिक बुवा आमालाई नि कहाँ लैजाने भनेर सोचिराखेको कारणले गर्दा तपाईहरु नातिनुस् बर्खा लागिसक्यो हामी कहाँ जाने होला भनेर नातिनुस्। यो सबै राज्य मात्रै होइन, राज्य तपाईहरुले गल्ती गरेको बेलामा सजाय मात्रै दिने होइन, तपाईहरुलाई अप्ठ्यारो परेको बेलामा तपाईहरुको अभिभावक बन्नको लागि चाहिँ आएको हो। त्यसकारण यो राज्य त्यसरी आएको कारणले गर्दा जुन रवि लामिछानेज्यू हुनुहुन्छ, बालेन्द्रज्यू हुनुहुन्छ नेतृत्व गरिराखेको सरकारको उहाँहरु यस्तै पीडित जसलाई चाहिँ पीडित बनाइयो र जसले पीडा भोगेर आजसम्म 35, 40, 50 वर्षसम्म यो शताब्दीसम्म बस्नुभयो ती व्यक्तिहरुको उत्थानको लागि आएको कारणले गर्दा हामी र यो सरकार त हामी अभिभावक बनेर बस्न चाहन्छौँ। हामी अभिभावक हौं, तपाईहरु विचलित नहुनको लागि मैले अनुरोध गरेको हुँ। तर तपाईहरुको सम्पत्ति कहीँ छ, लुकाइएको छ, कहीँ गरेर राखिएको छ, अथाह सम्पत्ति छ अथवा चाहिँ आफूलाई पूर्ण रूपमा चाहिने एउटा व्यक्तिमा हुनुपर्ने सम्पत्ति हुँदा हुँदै फेरि म चाहिँ यही ठाउँमा बस्छु भनेर चाहिँ तपाईहरुले ती सम्पत्तिहरुलाई लुकाएर चाहिँ दुरुपयोग गरेर चाहिँ गर्न पाउने अवस्था चाहिँ नरहन सक्छ। हामी आफ्नो ठाउँमा चाहिँ फर्किन पर्ने अवस्था आउन सक्छ। त्यो पनि समय दिएर तपाईहरुलाई बुझाएर बुझेर हामीले गर्ने चाहिँ एउटा प्रक्रिया प्रोसेस भित्र पर्छ। सायद मलाई लाग्दैन तपाईहरुले यो कुरामा विरोध गर्नुहुन्छ भन्ने चाहिँ मलाई लाग्दैन। पक्का पनि सबैजनाले साथ सहयोग दिनुहुनेछ। आम नागरिकहरु हामी कोही पनि विमुख भएर नबसौं सम्पत्तिबाट, एउटा बस्ने ठाउँबाट, एउटा रोजगारबाट भन्ने मात्रै कुरा हो। हामी अन्त काहीँ जग्गा जमिन छ जुन भूक्षयले त्यहाँ असर गर्दैन, बाढी पहिरो लगायतका विभिन्न खालका प्रकृतिका यो प्रकोपहरुले चाहिँ त्यहाँ असर गर्दैन र मैले सरकारको सम्पत्ति लिएर बसेको छु त्यो सम्पत्तिमै बस्नु पाउनु पर्छ भन्ने चाहिँ कतिको न्यायिक हुन्छ त्यो हामी बसेर छलफल गरौँला। यदि त्यो तपाईले चाहिँ त्यसरी आफूलाई न्याय माग्दै गर्दा राज्य अभिभावक भए पनि राज्य बलियो जस्तो देखिए तापनि कतै राज्यमाथि हामीले नागरिकको हिसाबले अन्याय गरिरहेका छौं भने त्यो पनि सोच्नु पर्ने हुन्छ। हामीले राज्यलाई नै अन्याय गर्नु हुँदैन भन्ने एउटा विचार त्यहाँनेर पक्का आउन सक्ला। स्थानान्तरण हुँदा तपाई यस्तो हो कि तपाईलाई सारै नचाहेको यहाँबाट गएर हामी अति यो राज्यले नै नचिन्ने ठाउँमा लिएर गएर एउटा कुनामा लिएर गएर पक्का पनि राख्दैन। एउटा समाजको कल्पना गरिएको हुन्छ, एउटा आधुनिक समाजको, भोलि विकसित समाजको त्यो ठाउँमा चाहिँ हामी जानुपर्ने आवश्यकता आउन सक्छ। त्यसकारण मैले राज्यको सम्पत्ति धेरै पहिलादेखि प्रयोग गरेर बसिराखेको छु। मैले यो प्रयोग गर्नै पाउनु पर्छ भनेर भन्नुभयो भने त्यो प्रयोग नभएर त्यो दुरुपयोग हुन सक्छ हैन। हेर्दाखेरि व्यक्तिको लागि आफ्नो लागि प्रयोग होला तर त्यो राज्यको लागि दुरुपयोग हुन सक्छ। त्यसकारण त्यसका आफ्नै सिद्धान्त नियम प्रिन्सिपलहरु छन्, त्यसलाई त्यही अनुसार हामीले तपाईहरुलाई स्थानान्तरण गर्नुपर्ने आवश्यकता पनि आउन सक्छ। राज्यले केही सब्सिडी दिएर त्यही पुरानै ठाउँमा जानुपर्ने पनि अवस्था हुन सक्छ। तर अब हामीसँगै छैन भने त त्यही नभएको नाममा चाहिँ काहीँ जग्गा राज्यको सम्पत्ति छ भने त अहिले मलाई नै इच्छा होला न्यू रोडमा राज्यको सम्पत्ति कति खाली होला जग्गा जमिन कि मलाई चाहिँ मेरो सामाकोशी बानियाटारबाट सरेर मलाई न्यू रोड चाहिँ जान मन लागेको छैन होला र छ होला नि, तर पाइदैन नि त हैन। त्यसकारण यो सबै नेपाल हाम्रो हो, भूगोल हाम्रो हो। राज्यले तपाईहरुलाई त्यति असजिलो बनाएर राख्दैन, पक्का पनि राम्रै गरेर राख्छ। त्यसमा चाहिँ यो राज्य बन्दाखेरि तपाईहरुको पनि साथ सहयोग चाहिन्छ है। त्यो तपाईहरुले पनि सहयोग गर्नुभयो भने यो राज्य बन्छ। यो सरकारले, बालेन्द्रले, रविले र मैले मात्रै चाहेर नुवाकोट बन्ने यो देश बन्ने होइन। तपाईहरुले नै यस्तै यस्तै कुरामा साथ सहयोग गर्नुपर्छ र हामी पनि तपाईहरुलाई असजिलो परेका ठाउँमा हामी पनि साथ सहयोग गर्छौं भन्ने हो।